किन ठाउँ छैन दामी यार कालो जातिलाई मन पराउँदैन नि युरोपहरुमा चाहिँ पनि अमेरिका Hello guys, welcome to my new vlog. This is Visi Kamal Visi from Japan. अहिले जापानबाट हामीले तपाईहरुलाई मैले भ्लग देखाउने प्रयास गरिरहेको छु। आज चाहिँ हामी घुम्न जाँदै छौं साथीहरुसँग समुद्री टापहरु योसिता पार्क लगायत अन्य ठाउँहरुमा अनि मार्केटसम्म पनि जाने छौं। त्यतिन्जेलसम्म हाम्रो भिडियो हेरेर साथ दिनु होला, हाम्रो लास्टसम्म भिडियो हेरेर प्रतिक्रिया दिनु होला भनेर भन्न चाहन्छु। मैले यो चाहिँ जापानको सुरुङ हो हैन। अब हाम्रो भ्लग अगाडि बढ्छ, राम्रोसँग हेरेर प्रतिक्रिया दिनु होला। आजको चाहिँ हाम्रो साइक्लिङ भ्लग हुँदैछ। मैले साइकलमा भ्लग गराउने प्रयास गरिरहेको छु। मोबाइल जसो अड्डाएर मोबाइल अड्डाउन पनि ठाउँ छैन। भ्लग अलि जोर हुन सक्छ, बोर हुन सक्छ, त्यसको लागि माफी चाहन्छु। जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। जरुरी छ जुन पर्ने ल फेरि यता चाहिँ फेरि जावानमा फेरि साइकलको पनि जेब्रा क्रसिङमा लाइट बल्ले थियो। अब रेड लाइट बल्यो भने जान नमिल्ने, जेब्रा क्रसिङको पालना गर्नुपर्ने हैन। रोड क्रस गर्दाखेरि रोक्नु पर्ने, रोक्यो। अब फुल्यो, रात हरियो बल्यो, अब गयो। त्यस्तो क्या यो सिस्टम चाहिँ एकदम राम्रो लाग्ने, सबभन्दा मन पर्ने भाग क्या यहाँको जापानको रुल। जुन जस्ती माया जापानमा फेरि हेर्दाखेरि के रे साइकल चलाउँदाखेरि कराउनु हुन्न भन्छ। के भन्ने पुलिसले आएर समात्ला भन्ने डर। आफूलाई फेरि यस्तो साइकलमा हिँड्दाखेरि गाना गाउन मन लागिहाल्छ। फेरि साइकल सिङ्गर परि आफू हिँडेको बिजुली बालेर पट भएर दिउँसोसी भएर हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे उमियो मिनी तेकुदासाई सक्छ त कसैले सक्दैन नि फेरि मैयाहरू हिँड न खुलिसक्यो के रे के भने जाडो भइरहेन भने हिँडेको बिजुली बालेर हट भएर